हेलो नमस्कार म चाहिँ अहिले यहाँनिर देखिरहनु भएको छ पछाडि एउटा हाम्रो ठुलो शिला हैन यहाँ चाहिँ यो मनोकामना चाहिँ जहाँ उत्पत्ति हुनुभएको चाहिँ यहाँ रहेछ हैन हाम्रो चाहिँ मनोकामना उहाँ पनि हुनुहुन्छ तर मेन उत्पत्ति हुनुभएको चाहिँ यहाँ हैन आमा अनि यहाँ चाहिँ वारी जमुना पारी जमुना भन्ने ठाउँ चाहिँ हो यो अनि यहाँ चाहिँ सबै यहाँ सीताको जुन सुस्तानीमा हामीले पढेका छौँ त्यो सबै यहीँनिर हुनुहुँदो रहेछ हैन गुरु देवी देवताको दास गर्नुभएको चाहिँ मनोकामना देवी देवता भनेर गर्छ नि 33 कोटी देवी देवता जुन जुन स्वरूप हुनुहुन्छ नि माताको हैन जहाँ चाहिँ देवी देवता विष्णुको रूप एकदम यो भयो भनेको चाहिँ विष्णु विष्णुको रूपमा सबै देवी देवता बास गर्ने हामी विष्णुकै ध्यान गर्छ हैन शिव विष्णु ब्रह्मा विष्णु महेशको ध्यान गर्दाखेरि भने हाम्रो विष्णुको रूप छ हामीले माता यहाँदेखि माथि लगेर सारेको छौँ हैन तर अब माता माथि हुनुहुन्छ तर 33 कोटी देवी देवता 33 करोड देवी देवताको चाहिँ स्वरूप अंग स्वरूप यहाँ हुन्छ 33 कोटी देवी देवताको चाहिँ अंग स्वरूप चाहिँ यहाँ हो तर हाम्रो यहाँको मूर्ति चाहिँ माथि राखेको छ तर मेन चाहिँ उत्पत्ति चाहिँ यहाँ हुनुभएको अरे क्या 33 कोटी देवी देवताको सबै स्वरूप चाहिँ यहाँनिर देखिन्छ यो चाहिँ मनोकामना मेन उत्पत्ति भएको ठाउँ आज हामी बिहानै यहाँनिर आएर दर्शन गऱ्यौँ अनि एकदमै राम्रो यहाँको गुरुहरू एकदमै मजाले दर्शन गराइदिनु भयो हामीलाई हजुरहरू पनि आउन चाहनुहुन्छ भने यहाँ तुमिन टारबाट थोरै तल थोरै 1 किलोमिटर पनि छैन आएर दर्शन गर्न सक्नुहुन्छ नमस्ते